हेलो साथीहरु नमस्ते वेलकम छ हजुरहरुलाई फेरि पनि मेरो नयाँ भिडियोमा उ चाहिँ मेरो बहिनी अनि नमस्ते आज चाहिँ हामी दिदी बहिनी मिलेर मुकबाङ गर्न लागेको मुकबाङमा चाहिँ छ हाम्रो भात अनि त्यसपछि चिकन करी झोल अनि उलाई भन्दा मलाई धेरै छ हौ अनि आज चाहिँ हाम्रो मुकबाङ सँगै हामी चाहिँ एउटा गेम पनि खेल्न लागेको हैन अनि गेममा चाहिँ उसले चाहिँ मेरो राम्रो बानी प्लस नराम्रो बानी दुईटै भन्छ अनि मैले चाहिँ उसको भन्नुपर्ने हुन्छ सो दुईजना मुकबाङ सँगै हामी चाहिँ गेम पनि खेल्छौं अब स्टार्ट गरौँ है ल यो हाम्रो गुरुङ इटिङ च्यानलको दिदीको भिडियो हेर्दा फर्स्ट बाइट खाए ल भन्नुहुन्छ नि त्यस्तै खाए ल साथीहरु तपाईबाट फर्स्ट तिमीले भन न मेरो नराम्रो कुराहरु पहिला राम्रोबाट स्टार्ट गरौँ पहिला राम्रो कुरा खै पानी मेरो राम्रो कुराहरु के छ प्लस मेरो नराम्रो कुराहरु पनि के छ दुईटै भनौँ मलाई चाहिँ अड्क्यो कि तपाईको राम्रो कुरा चाहिँ के हो भन्दाखेरि राम्रो गर्छ जस सबै कुरामा अरु बेला रिसाए पनि त्यो मनमा लिइहाल्दैन अनि त्यो सहयोग गर्नुपर्छ अनि मैले कतिपय कुराहरु चाहिँ मैले नगरेकै पनि चित्त बुझाउँछ के हेर्ने आज आफूले सकेको सहयोग अनि राम्रो फाइनान्शियली हुन्छ कि फिजिकली हुन्छ कि सबै कुरा चाहिँ सहयोग गर्छ मलाई चाहिँ त्यो बानी एकदम राम्रो लाग्छ अनि कामहरुमा पनि तिमी गर भन्दैन के प्राय म चाहिँ बिहान छिटो उठ्दिन सबै आफै गरेर हुन्छ क्या हात नसक्ने बच्चा भएर पनि त्यो कुराहरु चाहिँ राम्रो लाग्छ अनि नराम्रो चाहिँ झट्टै रिसाइहाल्ने है झट्टै रिसाइहाल्छ अनि अरुको चाहिँ अनि रिसाएपछि रिसाए के त्यो चाहिँ नराम्रो अरु चाहिँ खै ठ्याक्कै थाहा भएन त्यति हो अनि मेरो म चाहिँ काम गर्न अलि अल्छी छ कि सबै काम गरिदिन्छ त्यो चाहिँ राम्रो लाग्छ अब म भन्छु तिम्रो बारेमा सबै राम्रो छ मान्छे राम्रै छ बोली राम्रो छ अरूलाई केयर गर्नु पर्यो भने राम्रो गर्छ त्यो पनि हो तर एउटा बानी चाहिँ नराम्रो छ मुखमुखै लाग्ने मुखमुखै लाग्ने अनि थर्काउँछ ताल पर्यो भने कुट्न पनि आउँछ कि त्यो चाहिँ कान्छी छोरा या छोरीमा हुनुपर्ने र भएको गुणै हो रहेछ मैले अहिलेसम्म बाउ आमाको मायाले कान्छी छोरी अनि अब यता पनि अब दिदी बहिनी जेठानी देउरानी नै पर्यो नि त कान्छी बुहारी त्यही भएर पनि होला अनि सानैदेखि त्यो चाहिँ मै जित्नुपर्छ जोसँग नि क्या ठुल दिदीसँग नि दाइसँग नि अनि अब मै माथिको दिदीसँग नि देखि लिएर ठुली माइली साइली काइली सबैसँग नि जित्नै पर्छ जस्तो त्यो हुँदो रहेछ क्या हैन म कान्छी हो मैले जितिहाल्छु नि जस्तो हुँदो रहेछ त्यो बानी त नराम्रो हो तर पनि खै बच्चैबाट त्यस्तो लाग्यो त्यस्तो गराए पनि दाइ दिदीहरुले माया गरेर अलिकति अरु सबै राम्रो छ उसको चाहिँ हैन जेमा पनि सहयोग गर्छ राम्रो छ
हरेक कुरामा साथ सपोर्ट पाएकै छ सँगै बसेर पहिल्यैदेखि। अनि रिस उठ्यो भने फेरि थर्काउँछ, डर्रो थर्काउँछ। स्वर सबैभन्दा ठुलो त्यही हो उसको त। दिदी बहिनी दाजुभाइ सबैलाई, एकजनालाई होइन फेरि सबैले माया गर्नुभयो कि। अनि त्यही भएर पहिल्यैदेखि बच्चैबाट घरमा हुँदा नि सबैसँग जित्ने बानी लागेछ। अनि अब नराम्रो हो बानी त, तैपनि खै नानीदेखि लागेको बानी छोड्नु नसक्ने रहेछ के साथीहरू। अहिले पनि खाना उसाल बनाएको हो, बिहान चाहिँ उठ्न यस्तै अल्छी गर्छ, बेलुका चाहिँ काम पनि कति छिटो गर्छ फेरि। राम्रो चाहिँ गर्दैन, छिटो त भ्याउँदैन कसैले, त्यस्तो छ। दामी भएको छ है खाना, बनाएको त मैले। मलाई पनि जानु Jangan air weh. Pergi hospital. तपाईँलाई कस्तो लाग्यो हाम्रो मुकबाङ भिडियो? लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला र साथै भिडियो अन्तिमसम्म हेरिदिनु होला, स्किप नगर्नु है। अनि प्लस हजुरहरू च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। अनि उसको पनि युट्युब च्यानल छ, मनिषा तामाङ, उसको पनि युट्युब च्यानलमा गएर सब्सक्राइब गरिदिनु होला। सबैले साथ सपोर्ट गरिदिनु होला। हामी साना साना युट्युबरहरू एक भएर माथि जाउँ है। आजको लागि थ्याङ्क यू, बाई।